जेन्जी आन्दोलन अमेरिकाबाट परिचालित थियो भन्नेहरूले कान खोलेर सुन। जुन अमेरिकाले इराक अफगानिस्तानलाई ध्वस्त पार्न सक्छ, भेनेजुएलामा गएर त्यहाँका प्रेसिडेन्ट मुडुरोलाई उसकै बेडरुमबाट क्याप्चर गर्न सक्छ, मोदीलाई इन्डियालाई रसियाबाट तेल नकिन भेनेजुएलाबाट तेल किन भनेर घुँडा टेकाउन सक्छ, त्यो अमेरिकाले यी नेपालका गुइठे नेताहरूसँग डराएर लुकीछिपी गरेर साइबर वार गरेको हो। आर यु कमेडी मी? नेप्पो बेबी किड्सको ह्युम आएको थियो जुन इन्डोनेसिया फिलिपिन्स हुँदै नेपाल छिरेका थिए र यी 2/3 दम्ब भएको सरकारले जसरी चैत 15 गते गोली चलाएर राजावादी आन्दोलन बिथोलेको थियो, त्यसरी नै भदौ 23 गते गोली चलाएर यी कलिला 19 जना बालबालिकालाई मारेको थियो। त्यसले गर्दा 24 गते भएको थियो। यो कुरा बुझिराख्नु एकदम जरुरी छ। सिकाता है हमको।